आइसिसीले अब साथीहरू वर्ल्ड कप खेल्नका लागि चाहिँ ग्लोबल क्वालिफाइडमा हामी टप 8 मा पर्नुपर्छ भनेर चाहिँ यो अपडेट चाहिँ लिएर आएको छ साथीहरू। नेपालको लागि यो फाइदा हो कि घाटा हो त? आजको कुरा चाहिँ साथीहरू यो विषयबारे छ है त। भिडियो अन्त्यसम्म हेर्नु होला। अब साथीहरू 2028 टी20 खेल्नका लागि नेपालले अबको म्याचहरू चाहिँ ग्लोबल क्वालिफाइड गरेर मात्रै हामीले बल्ल वर्ल्ड कप खेल्न पाउनेछ। त्यसैले साथीहरू यो ग्लोबल क्वालिफाइड चाहिँ कस्तो हो भन्दाखेरि 16 वटा टिम हुनेछ। जस्तै हामीले पहिला चाहिँ ओमान, दुबई हैन, कतार यिनीहरूसँग खेलेर चाहिँ हामी वर्ल्ड कप पुग्नु पर्थ्यो भने अब चाहिँ साथीहरू एसोसिएट टिमहरूसँग चाहिँ हामीले खेल्नु पर्ने हुन्छ। जस्तै अब युरोप कन्ट्रीको ती एसोसिएटहरू हुन्छ नि त, ठुल्ठुलो टिमहरूसँग हामीले खेलेर 16 वटा टिम मध्ये 8 वटा टिममा चाहिँ पर्नुपर्ने हुन्छ। त्यसै गरी नै हामीले ग्लोबल यसमा चाहिँ राम्रो प्रदर्शन गर्यो भने मात्रै हामीले वर्ल्ड कप खेल्न पाइन्छ। अत साथीहरू आजभन्दा 2014 को कुरा गरौँ। 2014 मा हामीले वर्ल्ड कप खेलेको थियौँ। 13 मा हामी क्वालिफाई भएर 14 खेलेको थियौँ। यसै गरी साथीहरू हामीले ग्लोबल क्वालिफाइडमा यसै गरी नै आइसिसीले राखेको थियो। त्यसमा साथीहरू टप 3 वटा टिमले मात्रै वर्ल्ड कप क्वालिफाइड हुन्थ्यो। यसै गरी नेपाल जहिले पनि साथीहरू टप 3 मा पर्ने थिएन, बाहिरको बाहिर हुन्थ्यो। 10 वर्ष त हामीले वर्ल्ड कप खेल्नु पाएको थिएन। यसै गरी साथीहरू चुनौती चाहिँ हुने नै छ नेपाललाई। तर एउटा फाइदाको कुरा चाहिँ के छ भन्दाखेरि हामीले जहिले पनि सानो टिमहरूसँग खेलेर चाहिँ यस्तो राम्रो हाम्रो ब्याटिङमा सुधार भएको थिएन। अब साथीहरू ग्लोबल क्वालिफाइडमा चाहिँ एसोसिएट टिमहरूसँग चाहिँ हामीले मजाले खेल्नेछ र त्यसमा हामी अझ त्यो जितेर वर्ल्ड कप खेल्दाखेरि छुट्टै माहौल चाहिँ बन्नेछ। अब के नेपालले अब यो फेरि 2028 को वर्ल्ड कप खेल्छ होला त साथीहरू? ग्लोबल क्वालिफाइडमा साथीहरू चुनौती पनि छ, तर साथीहरू ठुल्ठुलो एसोसिएट टिमहरूसँग पनि हामीले भिड्नेछन्। तपाईहरुलाई के लाग्छ? अब नेपालले 2028 को वर्ल्ड कप खेल्न सक्छ होला त? यस्तै क्रिकेटको केही अपडेटहरू लिनका लागि साथीहरू मलाई फलो गर्न चाहिँ नबिर्सिनु होला है त।